हेलो एभ्रिवान, आज चाहिँ म फेरि सुटिङमा हिँडेँ। सुटिङमा जाँदै गर्दा यो बाख्राको बच्चा बोकाले मेरो बाटो छेक्यो। म चाहिँ सुटिङ लोकेसनमा पुगिसकेँ। यहाँ चाहिँ सुप्रियाले र सागर दाइले मासु र भुजा खाने सिन थियो। म त मासु खाँदिनँ नि त, अनि त्यहाँको सिन सकेर मेरो सिन गर्नतर्फ लाग्यौँ साथीहरू। मेरो सिन चाहिँ भैँसीको गोठमा गएर गोबर फाल्ने सिन रहेछ साथीहरू। यहाँ हेर्न, भैँसीको गोठभित्र छिर्न लाग्दा भैँसीले मलाई धन्नै उडाएन कि यहाँ स्याहार सुसु गरेको थियो, म डराएको थिएँ। यहाँ चाहिँ सागर दाइलाई गोबरले हान्ने सिन थियो, हेर्न साथीहरू। अनि मैले फेरि यता माई फ्युचर काम भन्दै गोबर उठाउँदै गरेको थिएँ साथीहरू। अनि यता फेरि मलाई साथीहरूले छिछि गोबर चलाइकी भन्दै जिस्काएको थिएँ। अनि लाऊ के को खाऊ भनेर दिन लाग्यो कि हेर्नु। यो सिन गर्ने बेलामा सागर दाइलाई चाहिँ लास्टी जोडले लागेको थियो। अनि यहाँ चाहिँ सागर दाइको मुख गोबरमा पर्ने सिन थियो नि त, अनि मेरो रियाक्सन थियो। अनि यहाँ हेर्नु न साथीहरू। अनि यहाँ फेरि सागर दाइले मलाई सिनहरू बुझाइराख्नु भएको छ साथीहरू, तिमीले यसरी गर, मैले यसरी गर्छु भनेर। अनि यत्तिकैमा फेरि सागर दाइ उठेर मलाई हान्न लाग्नुहुन्छ। अनि त्यसपछि तैँले यहाँ मलाई यसरी पल्टाइस् यहाँ भन्नुहुन्छ नि त, तिमी आफै पल्टेको नि भनेर मेरो घाँटी चाप्न लाउनु भयो साथीहरू। अनि यहाँ हेर्नु न, गोठतिरको सिन सकेर घरतिर सिन गर्नलाई मैले पानीले छ्यापेर यता आएर नाच्न लागेँ साथीहरू। अनि यता फेरि अरू साथीहरूको सिन चलिरहेको थियो, मेरो चाहिँ सिन थिएन। म चाहिँ बसेर हेरिरहेको थिएँ साथीहरू, स्क्रिप्ट छोपेर। अनि यता हेर्नु न, सिन स्टार्ट भइसकेको छ। यहाँ चाहिँ सागर दाइले मलाई नचाउनु भयो यत्तिकैमा। अनि त्यताको सिन सकेर यहाँ सागर दाइ र म चाहिँ बल खेल्न लाग्यौँ साथीहरू। अनि यत्तिकैमा फेरि सागर दाइलाई बलले लाग्ने सिन थियो। यहाँ चाहिँ म आफैले क्यामेरा गरिरहेको थिएँ। अनि सागर दाइलाई कति जोडले लागेको थियो कि। अनि हामीले त्यहाँको सुटिङ सक्यौँ साथीहरू। अनि त्यहाँको सुटिङ सकिसकेपछि आगो फुकेर आलु पोलेर खाना ल्यायौँ साथीहरू। लास्टै जाडो थियो नि त, अनि यो जाडोमा तातो आलु खानुको मजा नै बेग्लै हो कि साथीहरू। अनि यता मैले आलु खाइसकेँ। अनि ल हुन्छ, बाई गर्नु सबैजनाले, अब नेक्स्ट सुटिङमा भेटौँला है भनेर सबैजनालाई बाई गर्न लगाएँ साथीहरू। अनि म चाहिँ आलु खाँदै लागेँ घरतर्फ। सो यही हो गाइज, अब चाहिँ नेक्स्ट भ्लगमा भेटौँला, बाई बाई।